हेलो तपाईहरु सबैजनालाई आज चाहिँ हाम्रो घरमा चाउमिन बनाउनु हुँदैछ आमाले र है सबै कुरा काटेर रेडी गर्नु भइसकेको छ। यो मासु, क्याप्सिकम अनि यहाँ चाहिँ प्याज, मटर, गाजर, खोर्सानी अनि यो साइडको चाहिँ बन्दागोभी सबै रेडी भइसकेको छ र है यो चाउमिनमा चाहिँ सोया सस हाल्दै मिलाउँदै गर्नु हुँदैछ ताकि यसरी चाहिँ कलर मिक्स नहोस् भनेर र है तावा बसाएर रेडी भइसकेको छ अनि तेलहरु पनि हालिसकेको छ र है लसुन हालेर प्याज हालेर चाहिँ खराउनु हुँदैछ। तपाईले हेर्न सक्नुहुन्छ मेरो आमाले चाहिँ एकदम मिठो मिठो पकाउनु हुन्छ है अनि मासु पनि हालेर भुट्नु हुँदैछ अनि साथै खोर्सानी, गाजर, मटर अनि यो पत्तागोभी हालेर चाहिँ गर्नु हुँदैछ र है योमा चाहिँ खोर्सानी पनि एड गर्नु भइसकेको छ। तपाईले हेर्न सक्नुहुन्छ है हुचिङ तपाईले यसरी पनि बनाउन सक्नुहुन्छ आफ्नो घरमा अनि नुन पनि हाल्नु भयो है र है फेरि आमाले हाल्नु भयो भिनेगर अनि सोया सस। थुक्पामा चाहिँ तपाईले अगाडि नै सोया सस लाउनु भएको छ भने चाहिँ कलर चाहिँ टाटेपाटे हुँदैन है। धेरैको कलरहरु टाटेपाटे हुन्छ तर त्यसरी गर्यो भने चाहिँ टाटेपाटे हुँदैन र है थुक्पामा हालेर चाहिँ चलाउनु हुँदैछ। यो चाहिँ आमाले चाउमिन बनाउनु हुँदैछ है र है यो चाउमिन चाहिँ रेडी भइसकेको छ अनि अब चाहिँ खानु लागेको छौ। सोच्नु हुँदै होला अलग अलग कलर छ भनेर आमाको चाहिँ नपिरो भएको अनि हामी खाने चाहिँ पिरोवाला। अनि तपाईहरुलाई कस्तो लाग्यो यो चाउमिन बनाउने तरिका तपाईहरुले पनि यसरी ट्राई गर्न सक्नुहुन्छ। एकदम मिठो भएछ यो चाउमिन अनि सुप यो चाहिँ चिकन चाउमिन हो। हुन्छ धन्यवाद हाम्रो भिडियो हेर्नु भएको निम्ति।